यदि तपाईँ जीवनमा केही ठुलो गर्न चाहनुहुन्छ भने यो मोटिभेसनल भिडियो अवश्य हेरिदिनुहोला, सुनिदिनुहोला। यस्ता प्रेरणादायी शब्दहरूले हाम्रो सोच परिवर्तन गर्न सक्छ र हामीलाई सफलताको बाटोमा अघि बढ्न मद्दत गर्नेछ। यदि यो भिडियो तपाईँलाई मन पर्छ भने लाइक, कमेन्ट, च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। अहिलेलाई चाहिँ 5 वटा टिप्स दिन गइरहेको छु जसबाट हामीले सफलता प्राप्त गर्नलाई सजिलो हुनेछ। 1 नम्बरमा रहेको छ सपना सम्बन्धी प्रेरणा। सपना देख्नु मात्र ठूलो कुरा होइन, सपनालाई पूरा गर्न हिम्मत गर्नु ठूलो कुरा हो। सपना सबैले देख्छन् तर सपना पूरा गर्नेहरू ती हुन्छन् जो हार मान्न जान्दैनन्। 2 नम्बरमा रहेको छ मेहनतको शक्ति। जीवनमा सफल हुन चाहने मानिसले भाग्यलाई दोष दिँदैन, उसले आफ्नो पसिना बगाउँछ किनकि उसलाई थाहा हुन्छ मेहनत कहिल्यै धोका हुँदैन। 3 नम्बरमा रहेको छ असफलताबारे केही यस्ता चिज बताउन गइरहेको छु। असफलता अन्त्य होइन, यो त सफलताको सुरुवात हो किनकि असफलताले मानिसलाई सिकाउँछ कसरी अगाडि बढ्ने भनेर। 4 नम्बरमा रहेको छ हिम्मत र आत्मविश्वास। जब तपाईँ आफैमाथि विश्वास गर्न थाल्नुहुन्छ त्यस दिन संसारले पनि तपाईँलाई विश्वास गर्न थाल्छ। आत्मविश्वास भएको मानिसलाई कसैले रोक्न सक्दैनन्। 5 नम्बरमा रहेको छ समयको महत्त्व। समय सबैभन्दा ठूलो शिक्षक हो। समयले मानिसलाई मजबुत बनाउँछ र सिकाउँछ जीवनमा कसरी अगाडि बढ्ने भनेर।